आज भने हामी उच्च घनत्व बगैँचामा चाहिँ हाँगा नभएका रुखहरूमा चाहिँ कसरी हाँगा निकाल्न सकिन्छ भन्ने बारे एउटा नोसिङ प्रविधिको बारेमा चाहिँ केही कुराहरू सिक्न गइरहेका छौँ। त्यसलाई चाहिँ के हुन्छ त भन्दाखेरि यसरी सुतेर बसेको हाँगा हुन्छ होइन। अनि यो सुतेर बसेको माथि ठ्याक्क तपाईँहरूले यसरी यतिमा बराबर यसरी काट्नुभयो। अनि त्यसपछि चाहिँ यो माथिबाट काटिसकेपछि चाहिँ यसलाई यसरी निकालेर तपाईँहरूले थोरै यसरी ड्रप गरिदिनु भयो भने काठको भागसम्म चाहिँ अनि चाहिँ यसलाई चाहिँ हामी के गर्छौँ त भने अर्को वर्ष यो बर्डबाट चाहिँ तपाईँको के हुन्छ त भन्दा एक किसिमको हाँगा निस्किन्छ। अहिले यो सुतिरहेको अवस्थामा चाहिँ बढ्छ भने अब यो भागबाट चाहिँ नयाँ हाँगा निक्लेर चाहिँ यो साइडमा चाहिँ तपाईँहरूको हामीले भित्र हाँगा चाहिँ निकाल्न सक्छ। तपाईँले देख्नुपर्ने कुरा के छ भने जहिले पनि कोचिङ भनेको यो स्लिपिङ बर्ड अथवा सुतिरहेको अवस्थामा भएको बर्डभन्दा ठ्याक्क माथि गर्ने तपाईँहरूले सक्नुहुन्छ लेन्स हामी यति नै गर्छौँ गर्छौँ। यसमा भएको क्याम्बियम लेयरलाई चाहिँ हामीले अलिकति चाहिँ यसरी हटाइदिन्छौँ सो द्याट यसबाट चाहिँ त्यो ब्रान्च देखिन्छ र तपाईँहरू मजाले देख्न सक्नुहुन्छ। यो भने गत वर्ष त्यस्तै उच्च घनत्व बगैँचामा भएको एउटा रुखमा चाहिँ फिदर ब्रान्च निकाल्नको लागि चाहिँ नोचिङ गरिसकेपछि आएको चाहिँ हाँगा हो र यो प्रष्ट रूपमा चाहिँ यसरी त्यसको माथि ठ्याक्क काट्दाखेरि चाहिँ यो किसिमले चाहिँ हाँगा आउँछ र जतातिर चाहिँ हाँगा हुँदैन त्यो साइडतिर चाहिँ हामीले हाँगा निकालेर चाहिँ फल अत्याधिक लिन सक्छौँ र यो सामान्यतया एकदमै सक्सेस पनि भएको छ।